Hello everyone, this is me Samyuk Thapa speaking on behalf of my team Roundup, and on the team we have Rohit Sharma, Jainsa Chaudhary and Sumit Shah. So before I start my presentation on what we are trying to fix and how we are trying to fix it, let me show you a slide. So हामीले लाइफमा कहिले न कहिले इलेक्ट्रिसिटी बिल्स पे गर्न बिर्सेकै छौं, करेक्ट? अनि एनईए ले त्यसलाई कसरी अप्रोच गर्छ भन्दाखेरि बिल इस्यु भएको 16 दिनसम्म पेमेन्ट भएको छैन भने हामीलाई 5% पेनल्टी लाग्छ, 31 डेज सम्म भएको छैन भने 10% अनि 25% लाग्छ जब हामीले 41 डेज सम्म पे नगरी बस्छौं। अनि obviously 2 मन्थ सम्म पे नगरी बस्यौं भने त इलेक्ट्रिसिटी कट अफ हुन्छ अनि हामी एनईए अफिस जानुपर्छ जहाँतिर हामीले रिकनेक्टिङ फिज, पेनल्टी अनि बिल्स तीनटै कुरा तिर्नुपर्छ। अनि यो कुरा कसैलाई सानो लाग्ला तर हामी होल नेपालीहरूले अहिलेसम्म एनईएलाई नियरली नेपाली रुपीज 29 बिलियन तिर्न बाँकी छ जस्ट एज अ कन्सिक्वेन्सेस अफ फर्गेटिङ बिल्स है। अब यसले के भन्छ भन्दाखेरि हामी आजकल नेपालीहरूमा हैन अथवा एनी ह्युमन बिङ आजकल कति फर्गेटिङ वाला नेचर आउँदैछ हैन। यो आको कारण इज भेरी कमन बिकज हाम्रो अहिले लाइफस्टाइल या भनौं वर्कलोड यति धेरै बढेको छ कि बिजी स्केड्युल यति धेरै छ मान्छेहरूको अनि त्यसको कारणले गर्दाखेरि कसैले पनि सानसानो बिल्सहरूको बारेमा निकै सम्झिन पाउँदैन हैन। अनि अब जताततै अटोमेसनले मान्छेको लाइफ इजी बनाइराको बेला व्हाई नट ब्रिङ दैट फीचर टु ई-सेवा सो दैट वी कैन रिलीव आवर कस्टमर फ्रम दिस स्ट्रेस है। सो दैट्स व्हाई वी द टीम राउन्डअप प्रेजेन्ट टु यू अल द फीचर ई-सेवा अटो पे। ई-सेवा अटो पे इज नट जस्ट अ नर्मल फिचर है, इट इज अ रेभोल्युसनरी फिचर जसले गर्दाखेरि ई-सेवा मार्फत हैन अटोमेटिकली हाम्रो एउटा कस्टमरले आफ्नो बिल्स पे गर्न पाउँछ विदाउट बिङ स्ट्रेस अबाउट इट है। कहिले डेट आउँदै छैन नि स्ट्रेस नगरिकन वान टाइम एकचोटी सेटअप गरेपछि इट विल इजिली पे अन टाइम अनि हामीले कहिले स्ट्रेस पनि गर्नु पर्दैन, बस हामीले नोटिफिकेसन पाउँछौं कि पे भयो। ओके, सो यो कारणले गर्दाखेरि वी आर ट्राइङ अ बेस्ट टु इन्ट्रोड्युस दिस फिचर। अनि यसले गर्दाखेरि अब अभियसली कुनै कुराको यदि फाइदा हुँदैन भने त्यो कुराको काम पनि त छैन। द्याट्स वाइ वी प्रेजेन्ट टु यु अल द 3 एडभान्टेजेस किन अटो पे वाला फिचर ई-सेवामा एउटा रेभोल्युसनरी हुन्छ अनि किन यसले मान्छेलाई निकै हेल्पफुल गर्छ। लेट्स गो थ्रु एक्जाम्पल। जस्तै लेट फिजवाला मैले एक्जाम्पल दिइहालेँ, एनईए को प्रब्लम या एनईए मात्रै किन रेन्टको फी प्रब्लम हुन्छ, कहिले हामीसँग मनी हुन्छ तर हामी बिर्सिन्छौँ कि हामीले रेन्ट तिर्नुपर्छ, त्यतिखेर हाम्रो नराम्रो एउटा इम्प्रेसन बन्न सक्छ हाम्रो होम ओनरसँग हैन। त्यसरी नै के रे डिस्कनेक्सन्स फिल हुन्छ अटो पे भएन भने। लाइक राति मलाई स्पोटिफाई सुन्न मन लाग्यो अरे त्यतिखेर मसँग सब्सक्रिप्सन अफ भइसकेको थियो भने अभियसली आई विल फिल बिट स्याड हैन। त्यस्तो कहिले गर्नु परेन, मैले कन्टिन्युअस थ्रु आउट द इयर सर्भिसेस पाउने भए यदि अटो पे छ भने। अनि मेन्टल लोड मलाई कहिले हुनु भएन किन भन्दाखेरि अभियसली मेरो लाइफमा इलेक्ट्रिसिटी मात्रै एउटा बिल होइन, मेरो लाइफमा निकै बिल्सहरू पे गर्नुपर्ने हुन्छ नि सबैको लोड लिन थाल्यो भने आई विल नेभर बी स्ट्रेस फ्री हैन। त्यसैले गर्दाखेरि अटो पेले यदि 3टा यस्तो राम्रो एडभान्टेजेसहरू प्रोभाइड गर्छ जसले गर्दाखेरि अटो पे विल स्टे रेलेभेन्ट फर अ लङ्गर पिरियड अफ टाइम है। अब यो सँगसँगै सिन्स द ह्याकाथन वाज जस्ट नट अबाउट ई-सेवा एन्ड अल्सो वाज अबाउट वाइल्ड लाइफ रिजर्भ्स, we were trying to introduce something and while thinking of that idea we came to a problem. So हामीले वाइल्ड लाइफमा एउटा के प्रब्लम देख्यौँ भन्दाखेरि द फन्डिङ क्राइसिस। अहिले हाम्रो नेपालमा जति पनि इन्डेन्जर स्पिसिस लाइक बेङ्गल टाइगर, स्नो लियोपार्ड, रेड पान्डा, एजियन एलिफेन्ट्स जस्तो एनिमल्स जति पनि छन् जुन नेसनल पार्कहरूमा रिसाइड गरिरहेछन् त्यहाँतिर फन्डिङ क्राइसिस निकै देखिरहेछ। फर इक्जाम्पल बेङ्गल टाइगरबाट हेर्ने हो भने बेङ्गल टाइगरलाई 98 मिलियन एनुअली चाहिन्छ भने हामी ओन्ली 2 देखि 3 मिलियन एनुअल बजेट मिलाउन सकिरहेको छौँ हैन, रेस्ट इज स्टिल मिसिङ। अनि यो मैले किन भनिरहेछु बिकज थिङ्क अबाउट इट, जुन एनिमल इन्डेन्जर हुन आँटेको छ त्यसलाई सर्भिसिङ गर्नको लागि त्यति अमाउन्ट पुगेको छैन भने दे विल एक्सटिङ भेरी सुन है। अब हामी के गर्न सक्छौँ, द अमाउन्ट सिम्स बिग राइट, तर वाट इफ वी इन्ट्रोड्युस दिस फिचर। द फिचर नेम इज राउन्डअप। राउन्डअप इज अ भेरी युनिक फिचर विच राउन्ड्स अप आवर स्ट्रेन्ज नम्बर थ्रु ट्रान्ज्याक्सन। फर इक्जाम्पल जस्तै हामी त्यही सब्सक्रिप्सनको कुरा गर्छौँ, सब्सक्रिप्सन इज नेभर इन टेन्स अर फाइभ्स, मोस्टली 199 299 त्यस्तो अमाउन्टमा हुन्छ राइट। अनि त्यस्तो बेला पे गरेर जुन हाम्रो 1 रुपिस सेभ हुन्छ द्याट 1 रुपी विल नेभर बी स्पेन्ड इन अ सबकन्सियस वे हैन, यतिकै काहीँ न काहीँ स्पेन्ड भइ नै हाल्छ। अनि वाट इफ वी use that 1 rupees to donate to wildlife conservation.
जब हामी राउन्ड अप वाला फिचर इनेबल गर्छौँ तब हाम्रो त्यो अमाउन्ट जस्तै 199 को ट्रान्ज्याक्सन छ भने त्यो राउन्ड अप भएर नियरेस्ट 5 या नियरेस्ट 10 मा कन्भर्ट हुन्छ अनि द रेस्ट अमाउन्ट गोज टु द डोनेसन टु द वाइल्ड लाइफ। अनि अब यो एक एक 2-2 रुपियाँले के हुन्छ भनेर सोच्नु होला, तर यसको इम्प्याक्ट यति ठुलो छ नि। फर इक्जाम्पल इफ देयर इज 1 मिलियन एक्टिभ युजर्स मन्थली अनि एभरेजमा हरेकले 2 रुपिज मात्रै राउन्ड अफ गऱ्यो भने अनि 20 ट्रान्ज्याक्सन्स भयो, ओन्ली 20 ट्रान्ज्याक्सन्स, त्योभन्दा धेरै चाहिँदैन। 20 ट्रान्ज्याक्सनमा राउन्ड अफ वाला फिचर इनेबल छ अनि नियरली 2 रुपिज, एभरेजमा 2 रुपिज डोनेट भयो भने वी क्यान कलेक्टिभली कलेक्ट 40 मिलियन रुपिज मन्थली। अनि यसरी हामी नियरली 1 इयरमा त हामी टाइगर कन्जर्भेसन, हामी एलिफेन्ट कन्जर्भेसन दुवै गर्न सक्छौँ विथ भेरी लेस कन्सिक्वेन्सेस फेसिङ होइन। अनि यसै कारणले गर्दाखेरि सिन्स द टाइम इज नियरली ओभर, आई वान्ट टु एन्ड माई प्रेजेन्टेसन बाई स्टेटिङ अ भेरी फेमस कोट द्याट आवर टिम लिभ्स बाई. The tiger doesn't need a billionaire, it needs a billion people who almost round it up anyway. And that's it. This is our team round up, and see you all soon.